हेलो गुड मर्निङ फेरि पनि वेलकम छ तपाईँहरूलाई मेरो ब्लगमा। म धेरै पछि ब्लग लिएर आएको छु। धेरै नै लङ टाइम भयो भिडियो सेयर नहालेको। आज चाहिँ यसो भिडियो हालौँ भनेर अहिले चाहिँ बिहान मैले चाहिँ बिहान भ्लग स्टार्ट गर्न लाग्यो। अब चाहिँ म चाहिँ हामी चाहिँ यतिखेर चाहिँ खाजा खान जान लाग्यो। मसँग एकजना दाई पनि हुनुहुन्छ, हाम्रो वीरबहादुर दाई, वीरबहादुर गले दाई, एकदमै स्माइली दाई हाम्रो दाई। हामी कहाँ जान लाग्यो? ब्रेकफास्ट हो। अब हामी जाँदैछौँ ब्रेकफास्ट गर्नको लागि। ब्रेकफास्ट गर्नु चाहिँ त्यो बिल्डिङमा जानुपर्छ अगाडिको। अब उतै पुगेर तपाईँहरूलाई देखाउनेछु। ब्याङ अहिले चाहिँ हामी लिफमा जाँदै होइन, 3 नम्बरको हाम्रो रेस्टुरेन्ट चाहिँ त्यहाँनिर छ। कम्पनी रेस्टुरेन्ट ओरिजिनल रेस्टुरेन्ट, भेबी रेस्टुरेन्ट। भिआइपी रेस्टुरेन्ट। खाजाको लागि पनि हामी मल पाउँछौँ। खाजा खाने महँगो, टोइलेट पनि महँगो। अनि बस्ने चाहिँ हामी चाहिँ अहिले जाँदैछौँ उतै पर हो हाम्रो रेस्टुरेन्ट। खाजा खाना सबै खाने भिआइपी रेस्टुरेन्ट यही हो हाम्रो चाहिँ। त्यही अगाडि गनाको कुखुरा मासु। अब उतै गरेर देखाउँछु है तपाईँलाई। ल है त, हाम्रो चाहिँ खाजा साजा आइसक्यो। चापटी के हो, के को गेडागुडी हो है। अनि 2टा अन्डा। दाइ कस्तो हो त खाजा? अन्डा यो नङ्ग्नु कस्तो छ अन्डा दाइ? कता दाइ त खाँदै हुनुहुन्छ। अन्डा यो चाहिँ हाँसको के उसको मुर्गो खा। ल त खाजा गर्नु सब मजा इन्जोय होइन। है त साथीहरू मैले सुरु गरेर अब खानु है। आजको मौसम चाहिँ यस्तो भइरहेको छैन, पुरै हुस्सो लागेर खत्तम भएको छ। लास्टै चिसो छ। हामी चाहिँ भर्खरै खाजा खाएर आएको होइन, खाजा खाएर मार्केट यस्तो घुमेर यहाँ आयो। तर आजको दिन चाहिँ यस्तो लास्ट जाडो भइरहेको थियो। अनि यस्तो बादलै बादल लागिरहेको थियो। के भयो? हामी बस्ने चाहिँ यतै अगाडि हो, यही बिल्डिङमा। ल कस्तो लाग्छ हजुरहरूलाई मेरो यो मिनी सानो भ्लग? अब धेरै टाइमपछि मैले भ्लग बनाएको। अब सबैजनाले साथ सपोर्ट गर्नु होला। हजुरहरूको साथ सपोर्टले अगाडि बढ्नको लागि हामीलाई हौसला मिल्ने। त्यही भएर सबैजनाले लाइक कमेन्ट सेयर गरिदिनु होला। अनि च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। हस् त बाई। अनि फेरि अर्को भिडियोमा भेटौँला।